जनताको बहुदलीय जनवादी सिद्धान्तका प्रणेता जननेता मदन भण्डारीको जन्म जयन्ती असार 14 को दिनमा म श्रद्धेय जननेताप्रति हार्दिक श्रद्धाञ्जली र उच्च सम्मान प्रकट गर्न चाहन्छु। सभामुख महोदय, हिजो मात्रै एसईको नतिजा प्रकाशित भएको छ। विगतको वर्षको तुलनामा यस वर्ष नतिजामा उल्लेख्य सुधार भएको छ। म सफलता प्राप्त गर्ने सम्पूर्ण विद्यार्थी साथीहरूलाई हार्दिक बधाई गर्न चाहन्छु र यो परिणाम प्राप्त गर्नको लागि मेहनत गर्ने विद्यार्थी शिक्षकहरूलाई विशेष धन्यवाद भन्न चाहन्छु। सम्माननीय प्रधानमन्त्रीज्यू सहित सरकारको तर्फबाट जुन यसका लागि पहलकदमी भयो, खुसी व्यक्त गर्न चाहन्छु। यति हुँदाहुँदै पनि धेरै विद्यालयहरूको निराशाजनक अहिले पनि रिजल्ट अत्यन्त निराशाजनक अवस्थामा रहेको छ। विचाराधीन रहेको शिक्षा विधेयकलाई तत्काल पास गरी आगामी वर्ष अहिलेको भन्दा अझै उन्नत रिजल्ट प्राप्त हुने परिस्थिति बनाउने हिसाबले देशको शैक्षिक सुधारमा गम्भीर ध्यान जानुपर्दछ। म सभामुखज्यू मार्फत सरकारको विशेष ध्यान आकर्षण गर्न चाहन्छु।